यहाँहरू सबैलाई नमस्कार। आजमा रूपन्देही जिल्लाको बुटोल उपमहानगरपालिका वडा नम्बर 1 मा रहेको यो जितगढी किल्ला नेपाल अंग्रेज युद्धमा विक्रम सम्वत 1871 देखि 1872 मा वीर नेपालीले विजय हासिल गरेको ऐतिहासिक स्मारक स्थल हो। बुटवल गढी कब्जा गरी पाल्पा हान्ने र तिब्बत सम्म पुग्ने उद्देश्यका साथ आएका अंग्रेज फौजहरूसँग युद्धमा कर्नेल उजिर सिंह थापाको कमानमा वीर नेपालीले वीरगति प्राप्त गरेको विजय हासिल गरेको भूमि हो यो जितगढी। सो वीर गति प्राप्त गर्ने 13 जना हाम्रा शहीद वीर वीराङ्गनाहरूको नाम अहिले म त्यहाँ देखाउने छु। विशेष गरी यहाँ प्रत्यक्ष मैले यहाँ फोटो सेसन गरेको छु। हाम्रा नेपाली वीर महिला दिदीबहिनीहरू पनि त्यस बेलादेखि लडाईँ गरेर यता दक्षिणतिरबाट आएको अंग्रेज फौजसँग लडाईँ गरी यहाँबाट विजय हासिल गरेर उनीहरूलाई यहाँबाट फर्काएको अवस्था हो। यताबाट यी देखिएका अंग्रेज फौजहरू हुन् भने यतापट्टिमा देखाउँदैछु। यतापट्टि उत्तर पूर्वतिरबाट जहाँ तिनाउ नदीको पश्चिमतिर नेपाली फौजहरू तैनात भएको अवस्था छ। दर्शकवृन्द, जितगढी किल्लामा रहेको यो बङ्कर दक्षिणतिरबाट आइरहेको दुश्मनलाई नेपाली फौजहरूले यहाँबाट लुकेर दुश्मनहरूलाई परास्त गर्ने ठाउँ यो बङ्कर बनाएको ठाउँ हो। हामी यहाँबाट देखिरहेका छौँ। यतापट्टि भने हामीले देखिरहेका छौँ यो ऐतिहासिक वस्तु, यो पुरातात्विक भाँडो, यो गोर्खाली नेपाली सेनाहरूलाई खाना खुराकको लागि घिउ पकाउने भाँडो हो भनेर भनिन्छ। यो जस्ताको तस्तै राखिएको छ। दर्शकवृन्द, नेपाली फौजका कमान्डर उजिरमान सिंह थापा यहाँको पूर्णकदको शालिग विराजमान भइरहेको अवस्था छ र यहाँ माथि नेपाली चन्द्रसूर्य अंकित झण्डा फहराइरहेको अवस्था हो। र म यहाँहरूलाई देखाउँछु विक्रम सम्वत 1871-72 को जो जितगढी युद्ध हो, त्यो युद्धमा वीरगति प्राप्त गर्ने यी वीर नेपाली सेनाहरू, वीर शहीदहरू हलदार रणसुर बानिया, त्यस्तै गरी सरदार सूर्य थापा, त्यसै गरी दलखम्ब थापा, काजी वीरमञ्जन पाण्डे ग्रुप बक्स कम्पनी, त्यस्तै गरी लेफ्टिनेन्ट अम्बर अधिकारी, त्यसै गरी यहाँ शमशेर राणा मगर, थरघर नहकुल बानिया, त्यसै गरी जमदार भीमसेन देउजा, कुम्बेदान ब्रिक्सुर थापा, कुम्बेदान कृपासुर थापा, त्यसै गरी सिपाही हंसवीर अधिकारी, जमदार सुरवीर बोहरा र जुठे बस्नेत, यी नेपाली वीर वीराङ्गनाहरूले यही जितगढी किल्लामा वीरगति प्राप्त गरेको इतिहासमा उल्लेख छ। र यो विशेष पर्व पारेर विशेष पर्वको दिनमा यहाँ पानीका फोहरा निस्किने गर्छन् र यहीँबाट राष्ट्रिय गान बज्छ भन्ने भनाइ पनि हामीले सुनिरहेका छौँ।